वेलकम टू माय मिनी व्लॉग। आज मैं पहली बार गया हूँ ऑफिस में, तो ऑफिस का नज़ारा दिखा रहा हूँ आप लोग को। पहिलोचोटि को सिन हो यो अफिसको। हेर्नुहोस् कस्तो दामी छ, सिसाहरू अनि सरहरू बस्ने कोठाहरू। यो हाम्रो यो भाइ खाना पकाउने भाइ हो, यसलाई भण्डारी पनि भन्छन्। मलाई भन्दैछ राम्रोसँग आउनुहोस् खाना खानुहोस् भनेर बोलाउँदै। यो रुमको हो। रुममा मलाई आज पहिलो दिन भएर नरमाइलो फिल भएको छ, किनकि म एक्लै छु। त्यसैले पनि हुनसक्छ, हेर्नुहोस्। किनकि गाह्रो हुन्छ पहिलो दिन अलग ठाउँमा जानु नै अवश्य। त्यसैले मलाई अर्कै लागिरहेको छ। अनि मैले भिडियो बनाएको कस्तो लाग्यो कमेन्ट गर्नुहोस् हजुरहरूले। म आफ्नै सोचमा डुबिराखेको छु। हेर्नुहोस्, यो हाम्रो रुम हो, क्यान्टिनर हो। सबैजनालाई नमस्कार। हाम्रो देश नेपाल सबैभन्दा सानो अरे, अनि थाहा छैन किर्मिलोले पनि हात्ती मार्न सक्छ भनेर। हाम्रो देशलाई किर्मिलो भन्दैछन् यिनीहरू। अनि थाहा छैन कि किर्मिलोले पनि हात्ती मार्न सक्छ। सम्झाउनु पर्ने हो यिनीहरूलाई राम्रोसँग गरेर। सबैलाई ढोक। आज 6 जुन 2025। आज सबैको स्यालेरी आएको छ। सुनसान छ कम्पनी। हेर्नुहोस्, सब पिने खानेमा व्यस्त छन् रुममा। म भने यसरी भ्लग बनाइरहेको छु, किनकि साथ सपोर्ट गरिदिनुहोस् र लाइक कमेन्ट सेयर। हेर्नुहोस्, कम्पनी सुनसान छ, सबैको स्यालेरी आयो। ठिक छ, ओके, बाई बाई। सबैजनालाई नमस्कार। म भ्लग बनाउँदैछु, आफ्नो मान्छेको लागि भन्दैछु। रिस गर्नेहरू पनि आफ्नै मान्छे हुँदो रहेछन्। हेर्नुहोस्, आफू केही गर्न सक्दैनन् र अरूलाई भन्छन् कि उसले यस्तो गरिरहेको छ, उसको छोरा यस्तो छ, ये छ वो छ, फलाना ढिम्काना भन्छन्। र पहिला त आफूले गर्नुपर्ने हुन्छ। बारिस परिरहेको छ, मौसम राम्रो चलिरहेको छ। हेर्नुहोस्, एकदम। म पहिलो दिन ड्युटी गएर आएको साँझको रिएक्सन हो यो। खुसी लाग्यो, किनकि पहिलो दिन ड्युटी जाँदाखेरि एकदम राम्रो लाग्यो। त्यहाँको सरहरूदेखि लगेर खाना, नास्ता अनि पानी सबै चिज हाम्रो त साइडमै मिल्दो रहेछ। एकदम राम्रो लाग्यो, एकदम खुसी पनि लाग्यो। आज साँझ बर्थडे पार्टी पनि छ। ए संतोष, वहाँ से फोटो लो। निकालो फोटो फोटो मुझे भेजा संतोष। ये फूकिए तो फोटो